नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। हाम्रो युट्युब च्यानलमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ मेरो तर्फबाट। कृपया आज खसी काट्ने प्रोग्राम छ हाम्रो, अनि कस्तो लाग्छ हेर्दै गर्नु होला। अनि मार हानेको हामी देखाउने छैनौँ, अनि सफाइ गरेको मार हानेको त्योभन्दा पछिको मात्र देखाउँदा हामी भाग लगाउँदाखेरिको। अनि अब खसी कटिङ गरेर यहाँ भागहरू फिट भइसकेको छ, लगाइएको छ। अर्गानिक रूपमा गाउँघरमा पालिएको खसी लोकल अर्गानिक, त्यही तरिकाले भ्यालेज लाइफस्टाइल को माध्यमबाट कटिङ गरेर आफ्नै तरिकाले भाग लगाउँदै हुनुहुन्छ यहाँ हाम्रो साथीले, र आफ्नै घरमा हाम्रो काटिएको लोकल अर्गानिक गाउँघरमा पालिएको यहाँ खाँदै पनि हुनुहुन्छ काम गर्ने साथीहरू। भिडियो हेर्दै गर्नु होला अन्तसम्म। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला सबैजनाले। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्नु होला। कचौल यसो बनाएको देखाउँदै हुनुहुन्छ, यस्तै खालको हुन्छ गाउँघरतिर। अब लगभग बर्खाको सिजन पनि सुरु हुँदै गएको छ, मौसमहरू चेन्ज हुँदै गएको छ अहिलेको यो अवस्थामा। यो लगभग लास्ट केही थपेर अलिकति थप्दै हुनुहुन्छ। अब एकछिनपछि यो तराजुमा वेटिङ गरेर त्यो तरिकाले अब त्यसरी बनाइन्छ। यहाँ हाम्रो खसीको समथिङ 800 रुपियाँ पर्छ 1 किलोको। रमाइलो छ गाउँघरतिर, एकदमै रमाइलो, खुसी लाग्छ साथीहरूसित बसेर खाँदाखेरि। गजबै आनन्दको अनुभूति पनि हुन्छ। यहाँहरू सबैजनालाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। वेटिङ हुँदैछ होइन, गाउँघरतिरको हाम्रो दाजुभाइहरू पनि हुनुहुन्छ। यता भाग लगाइसकेपछि तराजुमा वेटिङ गर्ने कार्यक्रम चल्दैछ। यहाँ थालीमा राखेको भाग मेरो, र यहाँ हाम्रो बाबु पनि खेल्दै हुनुहुन्छ यतातिर। अनि यतातिरको सिन पनि हेर्दै गर्नु होला। अब बर्खा सुरु भयो, यता खरायोहरू चर्दै गरेको अवस्था। आमको बोट पनि आफ्नै तालमा कुदिरहेको खेलिरहेको देखिन्छ यतातिर। अनि मौसम एकदमै सफा छ गाउँघरतिरको। यस्तै छ हाम्रो बनावट, बसोबास यस्तै खालको छ। एकदम सुन्दर ठाउँ छ, हावापानी पनि शुद्ध छ, हावापानी वातावरण पनि एकदम राम्रो छ। म एकछिन पछि अब यसलाई फ्राई गर्दैछु हाम्रो घरमा ल्याएर एउटा होइन। यसलाई म यसैको बोसो पगालेर फ्राई गर्छु। ग्यास नगरेर यतातिर आगोमा मसलाहरू अब रेडी हुन्छ। पहिला त कटिङ गरेर सानो सानो पिस बनाएर अनि मसलाहरू तयार पारिसकेपछि म बनाउनतिर लाग्नेछु। जिरो, धनियाँ, हल्दी, खुर्सानी होइन, अनि मिट मसला सबै एउटैमा मिक्स गरेर मेसिनमा भन्दा पनि आफैले पिसेर, ठिक छ। यहाँ मसलाहरू हुँदैछ, आधा पिसिसकिएको छ। अब म यतातिर टक्क बोसो पगालेर त्यसैमा फ्राई गर्ने सोच बनाएको छु। त्यसैमा आफ्नै तरिकाले हजुरहरू कसरी बनाउनुहुन्छ। यहाँ भइसकेको छ, लगभग पाक्दैछ आगोमा अर्गानिक टाइपले। यहाँहरू पनि यदि राम्रो मान्नुहुन्छ भने यस्तै गरी बनाउन सक्नुहुन्छ। लगभग निकाल्ने टाइम भइसक्यो अब हाम्रो। पुरा हेर्नु होला यसलाई, समथिङ यता रेडी भइसकेको छ खानालाई। यस्तो दामी छ पिसहरू, यस्तो बनाएर खान आनन्दको अनुभूति हुन्छ। 2 पिस खाए पनि पुग्छ। सबैजनालाई हेर्नु होला, हेरेर प्रतिक्रिया दिनु होला। यो लगभग तास जस्तै बनेको छ। अब यहाँ बाँकी सुप बन्दैछ भातसँग खानको लागि। अब दाउरामा जलाएर ग्यासमा बनाएको भन्दा दाउरामा अलिकति टेस्टी हुन्छ भन्ने पनि छ। यहाँ ग्यास सकिएको छ, आउँदै बन्द भएको छ आजकल। हजुरहरू सबैजनालाई थाहै होला होइन। यो पिस मैले खाइसकेँ, आधा अलिकति मात्र बाँकी छ। हस् त, हुन्छ, हेर्दै गर्नु होला।
यतातिर बसी घरहरू बन्दैछ गाउँघरतिर रमाइलो छ। एकदमै बर्खा सुरु भइसकेको छ। भिडियो अन्तसम्म हेर्नुहोला सबैजनाले, भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। राम्रो लाग्छ भने सेयर पनि गरिदिनु होला अरू साथीहरूलाई। सठिक रूपमा बनाएको छु मैले, त्यति बनाउने समय पनि मिलेन, अब के गर्ने यस्तो हुन्छ कहिलेकाहीँ। त्यस हुँदाखेरि यतिमा पनि चित्त बुझाइदिनु होला भनेर आशा व्यक्त गरेको छु यहाँहरूको माझमा। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ सबैजनालाई। अल द बेस्ट, थ्याङ्क यू सो मच।